हजुर, ओखलढुङ्गामा तपाईँले अब जितिसकेपछि गर्ने एजेन्डाहरू चाहिँ के राख्नु भएको छ? जनताले चाहनु भएको भौतिक पूर्वाधार विकास निर्माणको एजेन्डाहरू त हाम्रो एउटा मूल एजेन्डा नै हो। त्यो त विषय हजुर, तपाईँका स्वास्थ्य शिक्षामा चाहिँ के एजेन्डा छन्? फ्री स्वास्थ्य उपचार हुनुपर्छ भन्ने मेरो मान्यता हो र शिक्षाको विषयलाई चाहिँ शिक्षा व्यावसायीकरण हुनु हुँदैन भन्ने मेरो मान्यता हो। शिक्षा सबै नेपाली जनताहरूले, सबै राष्ट्रका सबै जनताहरूले चाहिँ बराबरी शिक्षा लागू हुनुपर्छ र निःशुल्क हुनुपर्छ भन्ने मेरो मान्यता हो। खासमा अहिलेको शिक्षा प्रणाली कस्तो छ भन्दाखेरि सुँगारटाइ प्रवृत्तिको छ। यसलाई प्रविधि मैत्री चाहिँ कसरी बनाउनुहुन्छ? हो, एकदमै हो। अहिलेको शिक्षा भनेको सर्टिफिकेटको मात्र आधार छ, कुनै प्र्याक्टिकली छैन। मास्टर डिग्री पढ्नेलाई पनि एउटा नर्मली चाहिँ एउटा टेक्नोलोजी विषयमा चाहिँ थाहा हुँदैन। त्यसले गर्दा शिक्षा प्रविधिमूलक हुनुपर्छ। यो हाम्रो मूल नारा छ, संस्कृति प्रविधि र प्रकृतिमै छ यो विषय। त्यसले गर्दाखेरि शिक्षाको विषयलाई चाहिँ कमसेकम पनि 16 वर्ष प्लस हुँदाखेरि उसले चाहिँ केही न केही सिकिसकेको हुनुपर्छ। अहिले धेरै मानिसहरूमा के देखियो भने जितेपछि त यो गर्छु त्यो गर्छु भनेर धेरै मान्छेले भनेको पाइयो। तर तपाईँले यदि चुनाव कुनै कारणवश हारिहाल्नु भयो भने चाहिँ के गर्नुहुन्छ ओखलढुङ्गाको लागि? अरू सबै पार्टी हार्ला, तर सम संस्कृति पार्टी कहिले पनि हार्दैन। किनकि सम संस्कृति पार्टी भनेको विकास निर्माण जनतासँग चाहिँ यो जनताको मेन्डेट लिएर उठेको पार्टी हो र यो सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी हो। त्यसले गर्दा हामी त हार्दा पनि हामी जनतासँगै हुन्छौँ, हामी श्रम गरिरहेकै हुन्छौँ, होइन, विकास निर्माण गरि नै राखेको हुन्छौँ। त्यसले गर्दाखेरि सम संस्कृति पार्टी कहिले पनि हार्दैन। एउटा नमस्कार साथीहरू, यति बेला हामीसँग हुनुहुन्छ श्रम संस्कृति पार्टीका उम्मेदवार उद्धव कुमार राई, डाक्टर उद्धव कुमार राई, जो अहिले चुनावी प्रचारको क्रममा घर दैलोमा हुनुहुन्छ। चुनावी प्रचारको मा हुनुहुन्छ। अहिले घर दैलोमा कतिको माया पाइरहनु भएको छ? धन्यवाद मिडियाकर्मी भाइलाई। एकदमै घर दैलो कार्यक्रम गर्दाखेरि अत्यन्तै पब्लिकमा रुचाउनु भएको छ, जनमानसमा संस्कृति पार्टी भनेर अत्यन्तै माया गर्नु भएको छ र अत्यन्तै अब जनमानसमा लोकप्रिय पार्टी पनि भनेर चिनिएको रहेछ। त्यसले गर्दाखेरि म एकदमै त्यो विषयलाई लिएर सन्तुष्टि छु र म प्रफुल्लित पनि छु यो विषयमा। हजुर, श्रम संस्कृति पार्टीको ओखलढुङ्गामा प्रभाव राम्रो छ? एकदमै राम्रो छ। योभन्दा धेरै खोज्नु पनि हुँदैन। हजुर, ओखलढुङ्गामा तपाईँले अब जितिसकेपछि गर्ने एजेन्डाहरू चाहिँ के राख्नु भएको छ? तपाईँले त घोषणापत्र पनि सुरुमै सार्वजनिक गर्नुभयो, अरूको त अहिलेसम्म आएको छैन। हो, अवश्य नै। म प्रतिनिधि सभामा उम्मेदवारी दिनु आगामै म प्रतिनिधि सभामा चाहिँ गएर के मेन्डेट जनताको लिएर जान्छु भन्ने पहिल्यै म स्पष्ट भएको मान्छे हो र म योजना लिएरै जाने प्रतिनिधि सभामा र जनताले चाहनु भएको भौतिक पूर्वाधार विकास निर्माणको एजेन्डाहरू त हाम्रो एउटा मूल एजेन्डा नै हो। त्यो त विषयवस्तु भन्नुपर्दाखेरि प्रकृति, संस्कृति र प्रविधि भन्ने मूल एजेन्डै छ। त्यसमै सम्पूर्ण कुरा छ। भए तापनि मैले आफ्नो प्रतिबद्धता पेपरमा मैले सबैभन्दा मुख्य मेरो एजेन्डा के हो र दोस्रो तेस्रो के हो भनेर मैले स्पष्ट रूपमै लेखेको छु र त्यो अहिले जनताको लागि आवश्यक कुरा हो र ओखलढुङ्गा जिल्लावासीको लागि एकदमै महत्त्वपूर्ण विषय हुन् र त्यो म गरेर पनि छाड्नेछु। हजुर, तपाईँका स्वास्थ्य शिक्षामा चाहिँ के एजेन्डा छन्? बिल्कुल, स्वास्थ्यमा मैले विशेष एजेन्डा स्वास्थ्य हुन त राज्यले जनताको स्वास्थ्यको लागि अब खर्च गर्नुभन्दा पनि फ्री स्वास्थ्य उपचार हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यही पनि एकैचोटि सम्भव होला नहोला आफ्नो ठाउँमा छ, होइन, त्यो विषयलाई। तर मेरो यसप्रतिको चाहिँ केही अंश भनेपछि केही प्रतिशत भनौँ भने 50,000सम्मको स्वास्थ्य चाहिँ फ्री हुनुपर्छ राज्यलाई भन्ने चाहिँ मेरो एजेन्डा छ। यो सदनमा पुग्ने एजेन्डाहरू छन् यसलाई। र शिक्षाको विषयलाई चाहिँ शिक्षा व्यावसायीकरण हुनु हुँदैन भन्ने मेरो मान्यता हो। शिक्षा सबै नेपाली जनताहरूले, सबै राष्ट्रका सबै जनताहरूले चाहिँ बराबरी शिक्षा
लागू हुनुपर्छ र निःशुल्क हुनुपर्छ भन्ने मेरो मान्यता हो खासमा। अहिलेको शिक्षा प्रणाली कस्तो छ भन्दाखेरि सुँगारटाइ प्रवृत्तिको छ। यसलाई प्रविधि मैत्री चाहिँ कसरी बनाउनुहुन्छ? हो, एकदमै हो। अहिलेको शिक्षा भनेको सर्टिफिकेटको मात्रै आधार छ, कुनै प्र्याक्टिकली छैन। मास्टर डिग्री पढ्नेलाई पनि एउटा नर्मली चाहिँ एउटा टेक्नोलोजी विषयमा चाहिँ थाहा हुँदैन। त्यसले गर्दा शिक्षा प्रविधिमूलक हुनुपर्छ। यो हाम्रो मूल नारा छ, संस्कृति प्रविधि र प्रकृतिमै छ यो विषय। त्यसले गर्दाखेरि शिक्षाको विषयलाई चाहिँ कमसेकम पनि 16 वर्ष प्लस हुँदाखेरि उसले चाहिँ केही न केही सिकिसकेको हुनुपर्छ र उसले रोजगारको लागि ऊ एकदमै रेडी तयारी भइसकेको हुन्छ। यहाँ चाहिँ के छ भने बुढो हुन्जेल मान्छे जुङ्गादारी फुलिसकेको हुन्छ, उसको चाहिँ शैक्षिक यात्रा अन्त्य भएको हुँदैन, तर प्र्याक्टिकली छैन, त्यो चाहिँ व्यवहारमा छैन। सर्टिफिकेट बोकेर अन्तिममा विदेश गएर फेरि के छ भने विदेशमा गएर चाहिँ साधारण तल झरेर साधारण नर्मल काम चाहिँ भाडा माझ्नेदेखि काम सुरु गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा नेपालको शैक्षिक प्रणाली एकदमै बिल्कुल फरक छ र अव्यावहारिक छ। हजुर, ओखलढुङ्गेले जनताले चाहिँ अहिले के सोध्छन् भने तपाईँ त सदनमा उठ्नु भएको छ, तर तपाईँलाई विकास निर्माणका कामहरूमा बढी जोडिएको पाइयो होइन। अहिलेको जुन जनताहरूमा चाहिँ यो ज्ञान देखिएन कि सदनले कानुन बनाउँछ र सदनले बजेट चाहिँ दिने हो, तर विकास निर्माणका काम सदनले गर्दैन भन्ने कुराको कतिको जनतामा सचेतना पाउनुभयो? धन्यवाद यो क्वेसनको लागि। हो, साँच्चीकै भन्नुपर्दाखेरि सदनमा जाने भनेको जनताको म्यान्डेट लिएर चाहिँ त्यहाँ कतिपय कुराहरू होइन, कानुनहरू ऐन कानुनहरू सुधार्नुपर्नेहरू हुन्छन्। जनतालाई चाहिँ जनता माझमा चाहिँ अनावश्यक कानुनहरू लादिएका छन्, त्यो कानुनहरू पनि सुधार्नुपर्ने हुन्छ र त्यो कानुनले चाहिँ जनतालाई चाहिँ प्रतिकूल असर परेको छ, त्यो असर पर्ने कानुनहरू सुधार्नुपर्ने छ। र जनताको चेतना चाहिँ के छ भने यहाँ चाहिँ के विकास, यहाँ बाटोघाटो धुलो उडिरहेछ, के भइरहेछ, यहाँ चाहिँ खोलामा पुल छैन भन्ने खालको चाहिँ एउटा चिन्तन छ। त्यो पनि हो, त्यो चाहिँ के छ भने नि सदनबाट त्यो विकास निर्माण सहजीकरण गर्ने चाहिँ कार्यान्वयन गर्दा सहजीकरण गर्ने चाहिँ ऐन कानुनहरू बनाउन सकिन्छ। र एउटा उदाहरण पनि म दिन्छु यसको विषयमा। जस्तै एउटा सडक चाहिँ सडकमा चाहिँ अब बजेट विनियोजन भयो सडकको लागि होइन, मानव 50 लाखको बजेट विनियोजन भयो कुनै सडकको लागि, त्यो 50 लाख चाहिँ डाइरेक्ट राज्यले चाहिँ सडकमा लगानी गरेको देखिँदैन। त्यो चाहिँ के छ भने राज्यले पनि टेन्डर आह्वान गरेर अनि प्राइभेट कम्पनीहरूलाई चाहिँ प्राइभेट कम्पनीहरूलाई चाहिँ त्यो चाहिँ व्यक्तिगत कम्पनीलाई चाहिँ ठेका दिएर उसले पनि फाइदा खाएर होइन, अनि जब फाइदा भइसकेपछि त्यो फाइदा भन्दा पनि त्यो चाहिँ अब लगानी भन्दा पनि उसलाई फाइदाको महत्त्व ज्यादा हुन्छ। त्यसले गर्दा व्यावसायिकरण भएको छ। यो व्यावसायिकरणलाई चाहिँ यसलाई चाहिँ सदनबाटै सुधारेर चाहिँ राष्ट्रले चाहिँ जति पनि विकास निर्माणको कुराहरू छन् त्यो डाइरेक्ट चाहिँ सम्बन्धित ठाउँमा लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता। र सम्बन्धित ठाउँमा लगानी गर्यो भने मात्रै पूर्ण विकास निर्माणको आशा भरोसा गर्न सकिन्छ। कसैले यो विकास निर्माण गर्छु, यो गर्छु, त्यो गर्छु भनेर निर्वाचनमा चाहिँ त्यो एजेन्डाहरू त्यसमा मात्रै लिएर आयो भने त्यो कतिको जायज छन्, अब त्यो जनताले बुझ्ने कुराहरू मैले भन्ने कुरा यही। तपाईँको त फेरि अब सदनमा तपाईँ जाँदै हुनुहुन्छ, तर के देखिन्छ भने तपाईँको श्रमदान मार्फत ओखलढुङ्गामा काम पनि भइरहेको छ। उदाहरणको रूपमा चुप्लोमा सडक पनि बन्दैछ, वाक्सामा सडक पनि बन्दैछ, मानेभन्ज्याङमा नि श्रमदान भइरहेको छ भने ओखलढुङ्गामा पनि यो ओखलढुङ्गा नगरपार्कमा चाहिँ सरसफाइ अभियान भयो, त्यो एकदमै सफल पनि देखियो। यो गर्दाखेरि तपाईँलाई जिताउँदा चाहिँ सदनमा तपाईँको आफ्नो नियम कानुन बनाउने कुरा पनि रह्यो भने ओखलढुङ्गामा विकास निर्माण काम पनि रोकिन्छन् या यसलाई पनि अझ कानुनी रूपमै जुन यो श्रमदान तपाईँहरूको त मेन एजेन्डा भनेको श्रमदान देखियो होइन, श्रमदानलाई चाहिँ तपाईँले कसरी अगाडि बढाउनुहुन्छ तपाईँले जितिसकेपछि पनि? अवश्य नै यो नीतिगत रूपले नै श्रमदान गरे आखिरी गर्दा हुने रहेछ नि। जसरी धरानमा श्रमदान गरेर चाहिँ त्यत्रो चाहिँ अरबौँको चाहिँ योजनाहरू सफल भएका छन्, विकास निर्माणका योजनाहरू सफल भएको छन्, त्यसै गरी हामीले किन नसक्ने? असम्भव त होइन नि त्यो होइन, सम्भव हो। तर सम्भवलाई सम्भव बनाउनलाई चाहिँ कर्ममा विश्वास गर्नु पऱ्यो, कार्यान्वयन गर्नु पऱ्यो, त्यसलाई नीतिगत हिसाबले श्रम अभियान चलाउनु पऱ्यो होइन। कुनै पनि विकास निर्माणमा जस्तै नेपालमा त अर्थतन्त्रको अब राज्यको अर्थतन्त्रकै हिसाबले त धेरै कमजोरी छौँ होइन, जिडिपीको हिसाबले
त्यसले गर्दाखेरि त्यो अर्थतन्त्रलाई चाहिँ हामीले चाहिँ श्रमद्वारा चाहिँ हामीले त्यसलाई वृद्धि गर्न सकिन्छ। जस्तै 1 लाखको बजेट चाहिँ 10 लाखको बजेट विनियोजन गऱ्यो भने हामी श्रमदान गरेर चाहिँ हामी 1 करोडसम्मको चाहिँ हामीले चाहिँ विकास निर्माण गर्न सकिन्छ श्रम गएर। किनभने त्यहाँ चाहिँ आवश्यक मेटेरियल्सहरू मात्रै हामीले खरिद गरेर बाँकी श्रमबाट चाहिँ हामीले चाहिँ विकास निर्माणलाई चुस्त दुरुस्त र सहजीकरण र सजिलै गर्न सकिन्छ। अहिले धेरै मानिसहरूमा के देखियो भने जितेपछि त यो गर्छु त्यो गर्छु भनेर धेरै मान्छेले भनेको पाइयो, तर तपाईँले यदि चुनाव कुनै कारणवश हारिहाल्नु भयो भने चाहिँ के गर्नुहुन्छ ओखलढुङ्गाको लागि? अरू सबै पार्टी हार्ला, तर श्रम संस्कृति पार्टी कहिले पनि हार्दैन। किनकि श्रम संस्कृति पार्टी भनेको विकास निर्माण जनतासँग चाहिँ यो जनताको मेन्डेट लिएर उठेको पार्टी हो र यो सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी हो। त्यसले गर्दा हामी त हार्दा पनि हामी जनतासँगै हुन्छौँ, हामी श्रम गरिरहेकै हुन्छौँ होइन, विकास निर्माण गरि नै राखेको हुन्छौँ। त्यसले गर्दाखेरि श्रम संस्कृति पार्टी कहिले पनि हार्दैन। एउटा कुरा चाहिँ उसको एजेन्डा छ, जनतामा चाहिँ एजेन्डा छ, त्यो एजेन्डा जहिले पनि जनतामै रहन्छ। त्यो चाहिँ कुनै सदनमा अड्किने एजेन्डा होइन। त्यसले गर्दाखेरि हामी कहिले पनि हार्दैनौँ। हजुर, अब तपाईँका एजेन्डाहरू धेरै देखिए होइन, तर तपाईँहरूले चाहिँ के लेख्नु भएको छ भने प्रत्येक घरमा एक घर एक धारा, अनि त्यसपछि अर्को भनेको एक गाउँ एक उद्योग भनेर पनि लेखेको पाइयो, जुन तपाईँले घोषणापत्रमा नि लेख्नु भएको छ। यसलाई चाहिँ कसरी पुरा गर्नुहुन्छ? यो असम्भव होइन, यो सजिलै पुरा हुने काम पनि हो, नगरेको मात्रै हो होइन। कसैको विवेकमा नआउनु पनि सक्छ। त्यसले गर्दाखेरि एक घर एक धारा चाहिँ किन गर्यो भनेर चाहिँ हाम्रो अध्यक्षज्यूले चाहिँ पानीबाटै क्रान्ति गर्नुभएको हो। त्यो पानीबाट क्रान्ति गरेर चाहिँ अहिले सफल हुनुभएको छ श्रम संस्कृति पार्टीसम्म आइपुग्नलाई। त्यसले गर्दा हाम्रो पानी मुख्य एजेन्डा हुन्छ। कतिपयलाई आवश्यक नहुन सक्छ, तर धेरै ठाउँ चाहिँ आवश्यक छ हाम्रो भूगोलमा। त्यो भूगोललाई मिट गरेर पनि पानीलाई मुख्य चाहिँ पानी र जीवन र पानीसँग जोडिएको सम्बन्ध छ। त्यसले गर्दा पानी हाम्रो मुख्य एजेन्डा रहन्छ र त्यसपछि मात्रै बाँकी कुराहरू हुन्छ। पहिलो तपाईँको प्राथमिकता पानीमा रह्यो। हजुर, यो अहिले ओखलढुङ्गामा सडक निर्माणका कामहरू जुन बजेटहरू छुटिएका छन्, तर काम तीव्र गतिमा भएका छैनन्। यो उदाहरणका लागि निसङ्खे ओखलढुङ्गा सडक खण्ड देख्न सकिन्छ, जुन मूलघाट झर्ने हो। अनि मूलघाटको पुल होइन, जुन अहिले भर्खर चुनाव लागेर हो या अरू केही कारणवश भर्खर सुरु भएको देखिन्छ। योभन्दा अगाडि चाहिँ यो बजेट परेको, तर यस्ता काम नभएका कामहरूलाई चाहिँ के गर्नुहुन्छ? ठेक्का तोडेर काम लाउनुहुन्छ या यिनीहरूलाई नै काम लाउन सक्नुहुन्छ तपाईँले? त्यो त असफल चिजलाई चाहिँ हामीले त्यसलाई सफल बनाउँछौँ भनेर धेरै जोड पनि गर्नु हुँदैन, परिस्थिति अनुकूल चल्नुपर्छ। र यो चाहिँ के छ भने यो विकास निर्माणहरू चाहिँ कसरी चाहिँ भएको कारण भएको छ भन्ने कुरा मूल भनेको यो स्थानीय सरकारद्वारा भएको, प्रदेशद्वारा भएको या चाहिँ अब सदनबाट भएको होइन, त्यो कुरामा भर पर्छ। र यहाँको जति पनि पहिला नेतृत्व गर्नुपर्ने नेतृत्वकर्ताहरूले अब कसरी चाहिँ बजेट विनियोजन गर्नुभएको छ होइन। बजेट विनियोजन भएपछि टेन्डर आह्वान गरिसकेपछि ठेक्कापट्टा लागिसकेपछि किन चाहिँ त्यो काम कार्यान्वयन भएन र अहिलेसम्म कम्प्लिट किन भयो, त्यसको पनि एउटा क्राइटेरिया थियो होला होइन। यति वर्षमा पुरा गर्ने भएको होइन हो। यस्तै प्रक्रियाले गर्दाखेरि यही चिजले गर्दाखेरि यस्तै कानुनी प्रावधानहरूले गर्दाखेरि आज प्राइभेट कम्पनीहरूले नाफा खाँदाखेरि कतिपय कुरा विकास निर्माणहरू अधुरै भइरहेछन् होइन। त्यो कुरा यही चिजहरूलाई चाहिँ हामी कानुन संशोधन गरेर चाहिँ यसलाई चाहिँ अब प्रत्यक्ष चाहिँ राज्यको लगानी हुनुपर्छ कुनै पनि विकास निर्माणमा भन्ने मेरो मान्यता र हाम्रो पार्टी। यहाँ चाहिँ के देखियो भने यो रोड चाहिँ प्रत्येक एघेरा सुनवारले नै चुनाव जित्नलाई यही रोड बनाइदिन्छु भन्ने, त्यही पुल बनाइदिन्छु भन्ने, रामहरीले जित्न पनि यही रोड बनाउँछु भन्ने, त्यही पुल बनाउँछु भन्ने। अब तपाईँका चाहिँ एजेन्डा के छ त? अब निसङ्खे ओखलढुङ्गा पुल चाहिँ यो निसङ्खे ओखलढुङ्गा सडक खण्ड र मूलघाटको पुल चाहिँ जुन बजेट विनियोजन भइसकेको छ, तर यो काम भइरहेको छैन, थिएन, अहिले भर्खर सुरु भएको छ भने यसलाई तीव्र गतिमा दिने कुरामा तपाईँको ज्ञान वा ध्यान कतिको जान्छ? यो विषयमा भन्नुपर्दाखेरि विकास निर्माण आवश्यक हो। हाम्रो पार्टीको एजेन्डा भनेकै प्रकृति, संस्कृति र प्रविधि भनेकै विकास निर्माणकै आधारहरू हुन् मेन कुरो फर्स्टमा। र एउटा कुरा चाहिँ के म जनतालाई के भन्न चाहन्छु भने जो चाहिँ यो बनाउँछु, त्यो सडक बनाउँछु, विकास निर्माण गर्छु भनेर प्रतिनिधि सभाको चाहिँ लागि चाहिँ उम्मेदवारी उठाएको छ, त्यो कुरा लिएर चाहिँ त्यो योजना लिएर चाहिँ आउँछ भने त्यो एउटा गलत हो। किनभने यहाँ कसैको चाहिँ गोजीको पैसा लगानी गरेर विकास निर्माण भएको हुँदैन।
त्यो राज्यकै लगानी हो। त्यसले गर्दा यसले गरे त्यसले गरे भनेर भ्रम नपर्नु होला होइन। अब हामीले पनि चाह्यो भने त्योभन्दा ज्यादा पनि गर्न सकौँला, तर हाम्रो गोजीबाट होइन, राज्यकोबाट राज्यले नीति निर्माण गरेर नीतिगत रूपले चाहिँ विकास हुनु पर्यो। अब कसैले यो सडक बनाइदिन्छु मलाई भोट दे, कसैले चाहिँ यो पुल बनाइदिन्छु मलाई भोट दे, कसैले यो गरिदिन्छु अनि मलाई चाहिँ यहाँ भोट दिनु पर्यो भन्यो भने त्यो भ्रममा नपर्नु होला। यो प्रतिनिधि सभाको निर्वाचन हो। यो प्रतिनिधि सभा भनेको यो चाहिँ हजुरहरूको चाहिँ एक मतको परिणाम चाहिँ सदनमा आउने हो। त्यो एकै मत यति अमूल्य छ, यति बहुमूल्य छ। त्यो एक मतलाई आफ्नो मताधिकारभित्र चाहिँ क्राइटेरियाभित्र चाहिँ आफूले मनन गरेर चिन्तन गरेर चाहिँ निर्वाचनमा मतदान गर्नु होला। त्यो एक भोटले नै सदनमा पुग्ने, एक भोटले नै आफै भस्मासुर पनि हुने हो, एक भोटले नै न्याय पनि पाउने हो, एक भोटले नै अन्याय पनि पाउने हो। त्यसले गर्दाखेरि यो निर्वाचन भनेको प्रतिनिधि सभाको निर्वाचन, र प्रतिनिधि सभाको निर्वाचन भन्ने कुरा चाहिँ स्पष्ट बुझेर 1000 बार सोचेर मात्रै एक बार चाहिँ मतदान गर्नु होला। यही छ मेरो अनुरोध। तपाईँको चाहिँ के देखियो भने यो जेनजी आन्दोलन वा जेनजीको पुस्ताको लागि चाहिँ तपाईँका एजेन्डाहरू देखिएनन् भन्ने धेरैको गुनासो छ। यस विषयमा तपाईँको धारणा के छ? मेरो एजेन्डा जेनजीहरूको लागि मात्रै होइन। अब जेनजी जुन अब विद्यालयमा पढिरहेछन्, जो आफै अब कमाएर पढ्न सक्ने ओखलढुङ्गामा त्यो अवस्था देखिएन, यसलाई चाहिँ कसरी तपाईँले समस्या, यो त समस्या हो, यसलाई कसरी समाधान गर्ने सोच्नु भएको छ? यो त मेरो प्रतिबद्धता पत्रमै उल्लेख छ। सम्भवतः यो देशैभरि कुनै पनि के अरे उम्मेदवारले सायद लेख्नु भएको छैन होला जेनजीको विषयमा, जेनवाईको विषयमा होइन। र जेनजी जेनवाई मात्रै होइन, मेरो अब आउने अल्फाको विषयमा पनि मैले चाहिँ त्यो चाहिँ मैले भविष्य गरेरै त्यही अनुसारले मैले प्रतिबद्धता पेपर पनि तयार पारेको छु। त्यो हुने कुरा पनि हो। र जेनजीले चाहिँ मसँग प्रतिबद्धता छैन भन्नुभन्दा अगाडि चाहिँ मेरो प्रतिबद्धता पेपरलाई पढेर चाहिँ होइन जेनजीहरूले चाहिँ कति पो न्याय पाउँछु भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्दा एकदमै उत्तम हुन्छ। र विशेष कुरा त अब उद्योग कारखानादेखि लिएर चाहिँ अब हरेक कुरामा चाहिँ आम्दानीको स्रोतहरूको लिएर मुख्यतः फर्स्टमा त जेनजी नै आउँछ नि त्यो त होइन। किनभने उमेर पनि त्यही हो होइन। त्यो उमेरले गर्दा पनि रोजगारी खोजिरहेको हुन्छ, के गरौँ भएर चाहिँ एउटा ऊर्जाशील एउटा जीवनलाई चाहिँ कता सदुपयोग गरेर भनेर लागिराख्नु भएको हुन्छ। त्यसले गर्दा त्यसलाई त मिट गर्ने नै मेरो एजेन्डा छ। मैले त्यो भन्नुभन्दाखेरि म चाहिँ कर्ममा विश्वास राख्ने हो, र मैले त्यहाँ लेखेको एजेन्डाहरूमा चाहिँ प्रतिबद्धता पेपरमा छैन भने चाहिँ ठिकै छ क्वेसन गर्दाखेरि। तर त्यो प्रतिबद्धता पेपरमा चाहिँ म चाहिँ बेरोजगारीहरूलाई समेतै केही राहत हुनुपर्छ भने, र शिक्षा स्वास्थ्यमा चाहिँ केही चाहिँ राहत हुनुपर्छ होइन। त्यो मात्रै नभएर कतिपय परिवारहरू चाहिँ अब न्यून वर्ग पनि हुनसक्छन् होइन। कसैले घाँस कपास पनि समस्या हुने परिवार हामी यो ग्रामीण भेगमा छौँ होइन। त्यसले गर्दाखेरि त्यसलाई पनि मिट गरेर मैले चाहिँ प्रतिबद्धता पेपरमा प्रष्टै लेखेको छु त्यो चाहिँ। हुन्छ, धन्यवाद। अब आगामी चुनावमा पक्कै पनि जित्नुहुनेछ भन्ने आशा छ। हेरौँ अब चुनावको नतिजा पक्कै आउला, ओखलढुङ्गेली जनताले भोट हाल्लान् पक्कै, र अग्रिम जितको शुभकामना छ। धन्यवाद मिडियाकर्मी मित्रज्यूलाई, र विशेष गरी यहाँहरू सम्पूर्णलाई चाहिँ म के भन्न चाहन्छु भने अब यही आउने फागुन 21 गतिको निर्वाचनमा चाहिँ यहाँहरूले कस्तो व्यक्तित्वलाई चाहिँ मैले मतदान गर्दाखेरि मैले न्याय पाउँछु र राज्यलाई न्याय पाउँछ, र त्यो व्यक्तिको एजेन्डा के हो, त्यो व्यक्तिको उचाइ के हो, उसले के गर्न सक्छ समाजमा, सबैभन्दा पहिला चाहिँ यहाँहरूले अनुसन्धान गर्नु होला, र 1000 बार सोच्नु होला, 1000 बार सोचेर चाहिँ एक मत हाल्नु होला। र मेरो मत चाहिँ के छ भने माटो चिन्ह, चुनाव चिन्ह अञ्जुलीमा रहेको माटो छ। त्यो माटो यहाँ पनि देखिएको छ, यसलाई पनि देखाइदिउँ। यहाँ छ टक्क यो माटो चिन्हमा मतदान गर्नु होला। उहाँलाई जुन उहाँका घोषणापत्रहरू पढेर बुझेर र मत गरिदिनु होला भन्न चाहन्छौँ। अवश्य नै मत गरेर यहाँहरूको मतमा यो बहुमूल्य मतलाई चाहिँ म खेर फाल्ने छैन, र ओखलढुङ्गाको शिर सधैँ म सगरमाथा झै उच्च पारेर राख्ने मसँग क्षमता छ, र ओखलढुङ्गालाई विश्व सामु चिनाउने क्षमता पनि मसँग छ। त्यो क्षमताको कदर गर्ने दिन आओस्, र यहाँहरूको मतदान अमूल्य मतदानले म विजयी हुन पाऊँ, र त्यसपछिको कुराहरू बाँकी कुराहरू यहाँहरूसँगै म सधैँ रहनेछु। म चाहिँ यहाँ चुनाव जितेर सिंहदरबार गएर ढुक्कै बस्ने खालको मान्छे पनि होइन। हामी समष्टि पार्टीको मान्छे हो। हामी समष्टि पार्टीलाई हामीले अवलम्बन गरेका छौँ, र प्रकृति संस्कृति प्रविधिलाई चाहिँ हामी चाहिँ मध्यनजर राखेर चाहिँ हामी अगाडि बढ्नेछौँ। यो विश्वस्त दिलाउन चाहन्छु, म आग्रह गर्छु, अनुरोध गर्छु। हस्त, जय माटो, जय ओखलढुङ्गा। धन्यवाद।